सँगै राजावादीको आन्दोलनमा राजतन्त्र चाहने मात्र नभएको भन्दै सन्तुलन मिलाएका उनले सरकारमाथि पनि प्रहार गर्न थालिसकेका छन्। त्यस्तै तिनकुने घटनामा समेत न्यायिक छानबिन हुनुपर्ने माग राखेर दोहोरो प्रहारबाट बचेका उनले गणतन्त्रवादीको सूचीमा हस्ताक्षर गर्न इच्छुक नभएको प्रश्न पारेका छन्। जहाँ तपाईँ उम्रनु भएको छ त्यो गणतन्त्र होइन, तपाईँले गणतन्त्रको खोल ओढ्नु भएको थियो, लोकतन्त्रको खोल ओढ्नु भएको थियो। राष्ट्रसभा खोल ओढ्दैन, राष्ट्रसभाले आफ्नो कुरा स्पष्टसँग राखेको छ। तर तपाईँको करतुत लुकाउनका लागि तपाईँको किताबमा उभिएर फोटो खिचाउने रहर राष्ट्रसभालाई छैन। जनताको पक्षमा राष्ट्रसभा छ, परिवर्तनको पक्षमा राष्ट्रसभा छ। यता गणतन्त्रवादी दलहरू समेत केही हदसम्म उनलाई प्रयोग गर्ने रणनीतिमै देखिन्छन् कि राजतन्त्र स्वीकार्ने कि त विकल्प दिने भन्ने बहसका बीच लामिछाने निराशा बनेका नागरिकको एक हिस्सा कम गर्ने अस्त्र बन्न सक्ने सम्भावना समेत छ। जुन बहस राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो समयमै ल्याएको उबारको अवस्थामा समेत भएको थियो। यसबाहेक काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले समेत यही अवसर उपयोग गर्ने रणनीति लिएका छन्। अघोषित रूपमा राजावादीको ट्याग खेपिरहेका उनी निर्मल निवासलाई पत्र काटेर यो आरोपबाट बच्दा एमाले जस्ता पार्टीको समेत प्रशंसा पाइरहेका छन्, जसले अबको विकल्प ज्ञानेन्द्र शाह नभई बालेन्द्र शाह भएको बहसलाई